के तपाईँले कहिले सोच्नु भएको छ यदि तपाईँको जिन्दगीको कथा कसैले अर्कै ठाउँमा बसेर लेखिरहेको छ र जे लेख्यो त्यही तपाईँको रियल लाइफमा भइरहेको छ भने के होला? नमस्कार साथीहरू, आज म तपाईँहरूलाई एक्सप्लेन गर्न गइरहेको छु सन् 2026को एउटा यस्तो माइन्ड ब्लोइङ र अतरङ्गी मुभी जसको नाम हो राहु केतु। यो मुभीमा यस्ता दुईवटा क्यारेक्टर छन् जो जहाँ जान्छन् त्यहाँ विनाश निश्चित छ। तर यसको पछाडिको रहस्य के हो? कि तिनीहरू साँच्चै भगवानको रूप हुन् कि कसैको सानो खेल? आजको यो भिडियो निकै इन्ट्रेस्टिङ र सस्पेन्सले भरिएको हुनेछ, त्यसैले समय खेर नफालिकन सुरु गरौँ आजको भिडियो। मुभीको सुरुवातमा हामीलाई एउटा मान्छे देखाइन्छ जसलाई सबैजना फुफा भनेर बोलाउँछन्। फुफाले बच्चाहरूलाई राहु र केतुको पौराणिक कथा सुनाइरहेका थिए। उनी भन्छन् कसरी समुद्र मन्थनका बेला देवता र असुरहरू आम्ने सामने भएका थिए र सबैजना अमृतको पर्खाइमा थिए। देवताहरूलाई डर थियो कि यदि असुरहरूले अमृत पिए भने संसार बर्बाद हुनेछ। त्यसैले भगवान विष्णुले मोहिनी अप्सराको रूप धारण गरेर असुरहरूलाई अल्मल्याए र देवताहरूलाई अमृत पिलाउन थाले। तर एउटा बाठो असुरले यो कुरा चाल पाएर ऊ पनि देवताको रूप लिएर लाइनमा बस्यो। उसले अमृत पिउन साथ सूर्य र चन्द्रमाले उसलाई चिनेर विष्णुजीलाई भनिदिए। विष्णुजीले रिसको झोकमा आफ्नो सुदर्शन चक्रले उसको घाँटी काटिदिनु भयो। तर उसले अमृत पिइसकेकाले ऊ मर्न सकेन, बरु उसको शरीर दुई टुक्रा भयो। टाउको भाग राहु र तलको भाग केतु बन्यो। यी दुई यस्ता ग्रह हुन् जो कसैको राशिमा हाबी भयो भने उसको लङ्का लाग्नु पक्का छ। अब फुफा चाहन्छन् कि राहु र केतु धरतीमा आउन् र कुल्लु मनालीमा फैलिरहेको लागु औषधको कालो कारोबारलाई जडेदेखि सिध्याइदिउन्। यसका लागि फुफा चारुलाल नामका एक लेखकलाई भेट्छन्। चारुलालसँग एउटा चमत्कारिक किताब हुन्छ जसको नाम हो अतरङ्गी कमानिया। यो किताबको खास कुरा के भने यसमा जे कथा लेखिन्छ त्यो रियल लाइफमा सत्य हुन्छ। फुफाले चारुलाललाई राहु र केतुको क्यारेक्टर बनाएर कथा लेख्न लगाउँछन् ताकि ड्रग्स माफियाको अन्त्य होस्। चारुलालले कथा त लेख्छन् तर उनी भन्छन् कि राहु केतुसँगै धरतीमा मनुष्यत पनि आएको छ जसले गर्दा उनीहरू आफै हैरान छन्। अब स्क्रिनमा इन्ट्री हुन्छ राहु र केतुको। उनीहरू जहाँ जान्छन् त्यहाँ केही न केही नराम्रो भइहाल्छ। कसैले नयाँ घर बनाउँदैछ र उनीहरूले हेरे मात्र भने पनि घर भत्किन्छ। एकपटक त उनीहरू एउटा ढाबामा चिया पिउँदै थिए। अचानक एउटा कार सिधै ढाबाभित्र छिर्छ र ढाबा नै सोत्तर हुन्छ। मानिसहरू उनीहरूलाई देख्ने बित्तिकै डराएर भाग्न थाल्छन्। कथामा ट्विस्ट तब आउँछ जब उनीहरू एउटा रामलीला कार्यक्रममा पुग्छन् जहाँ गाउँका सरपञ्च ताडकाको रोल गरिरहेका थिए। गाउँलेहरू राहु केतुलाई देखेर भाग्छन् तर सरपञ्चले जब उनीहरूलाई हेर्छन् उनलाई उनीहरूको असली रूप देखिन्छ। सरपञ्च पनि यति धेरै डराउँछन् कि उनले आफ्ना सबै अपराधहरू कसरी उनी लागु औषधको बिजनेस गर्छन् र बच्चाहरू अपहरण गर्छन् सबै ओकेल्छन् र डरकै कारण उनलाई हार्ट एट्याक आउँछ र उनको त्यही मृत्यु हुन्छ। त्यहाँ कन्स्टेबल बन्सी आउँछ र राहु केतुलाई केरकार गर्छ। उसले उनीहरूलाई कुट्न खोज्दा अचानक बन्सीकै मुख बाङ्गोटिङ्गो हुन थाल्छ। यहाँ राहु केतुले भन्छन् कि उनीहरूलाई आफै थाहा छैन उनीहरू को हुन्। वास्तवमा उनीहरूको नाम वरुण र पुल्कित हो। तर सबैले राहु केतु भन्छन्। उनीहरूलाई लाग्छ कि उनीहरूको लाइफको कन्ट्रोल उनीहरूसँग छैन, बरु कसैले उनीहरूको कथा लेखिरहेका छ र दर्शकहरू हामीलाई त थाहा नै छ त्यो कथा चारुलालले लेखिरहेका छन्। अब कथामा ग्ल्यामर र ट्विस्ट ल्याउन फुफाको भनाइमा चारुलालले एउटी केटीको इन्ट्री गराउँछन् जसको नाम हो मिनु। राहुले मिनुलाई देख्ने बित्तिकै फ्लर्ट गर्न खोज्छ तर मिनुले उसलाई कडा थप्पड हान्छिन्। मिनु एउटा क्लबमा डान्स गर्छिन् र उनले ड्रग माफिया मोर्दे चाईसँग पैसा उधारो लिएर गाँजा खेती गरेकी थिइन्। तर उनका बुबाले यो थाहा पाएर खेती नष्ट गर्न खोज्दा मिनुकी आमाले धक्का दिन्छन् र बुबाको अचानक मृत्यु हुन्छ। मिनु र उनकी आमाले यो कुरा लुकाउन बन्सीलाई आफ्नो जालमा पार्छन् किनकि बन्सी मिनुलाई मन पराउँथ्यो। बन्सीले बुबा हराएको मिसिङ रिपोर्ट लेख्न भन्छ। तर जहाँ राहु केतु छन् त्यहाँ प्लान कसरी सफल होला? राहुले पानीमा हाम फाल्दा झुकेर मिनुको बुबाको लास फेला पार्छ र सिधै पुलिस स्टेसन पुर्याउँछ। अब मिनुको प्लान भताभुङ्ग हुन्छ। मिनुले यसपटक एसपी दीपकलाई आफ्नो जालमा पार्छिन् र बिहेको प्रलोभन देखाउँछिन्। दीपकले राहु केतुलाई कस्टडीमा लिएर लासको अन्तिम संस्कार गरिदिन्छ। यसैबीच दीपकले मोर्दे चाईको एउटा मर्डर लुकाए बापत 20 लाख रुपियाँ घुस लिएको हुन्छ र राहु केतुलाई फसाउने प्लान बनाउँछ। तर जब कन्स्टेबलले राहु केतुसँग सोधपुछ गर्छ उसले उल्टै आफ्नै भ्रष्टाचार स्वीकार गर्छन् र त्यतिकैमा उसकी छोरी सबै पैसा र गहना लिएर एउटा मिठाई पसलेसँग भागेको खबर आउँछ। जब दीपक आफै सोधपुछ गर्न जान्छ उसले राखेको 20 लाख रुपियाँ दराजमा आफै आगो लागेर खरानी हुन्छ। दीपक डराएर अब राहु केतुको इन्काउन्टर गर्ने निर्णय गर्छ। इन्काउन्टरको बाटोमा फुफाले पुलिसको गाडी रोक्छन् र दीपक
बन्सी र राहु केतुलाई किताबको सबै वास्तविकता बताउँछन् कि कसरी सिकन्दरको पालाको यो चमत्कारिक किताबले भाग्य बदल्न सक्छ र चारुलालले उनीहरूको भाग्य लेखिरहेको छन्। यो कुरा मिनोले पनि चाल पाउँछिन् र उनी सुटुक्क चारुलालको घर पुगेर त्यो चमत्कारिक किताब नै चोरेर भाग्छिन्। अब मिनो बन्छिन् यो कथाको राइटर र उनी आफूलाई गाजा क्विन बनाउने कथा लेख्न थाल्छिन्। मिनोले किताबमा लेख्छिन् कि राहु र केतु आपसमा लडुन् र उनीहरू कुटाकुट गर्छन्, तर चारुलालको नियम अनुसार कथाको हिरो बिना कथा अगाडि बढ्दैन र यो कथाको हिरो राहु र केतु दुवै हुन्। त्यसैले मिनोले दुवैलाई सँगै मिलाएर मोर्देचाईलाई सिद्ध्याउने कथा लेख्छिन्। राहु केतुले मोर्देचाईका गुन्डाहरूलाई तहस नहस पार्छन्। जब मोर्देचाईले बन्दुक ताक्छ, बन्दुक आफै पड्किन्छ र उसको एउटा मात्र औँला बाँकी रहन्छ। मिनोले दीपकको घरमा रेड गराएर उसलाई रोडमा ल्याउँछिन् र बन्सीको मद्दतले आफू गाजा क्विन बन्छिन्। तर यो खुसी धेरै समय टिक्दैन। केतुले चलाखी गरेर मिनोबाट त्यो चमत्कारिक किताब चोर्छ र राहु केतु सिधै फुफा र चारुलाल कहाँ पुग्छन्। फुफाले भन्छन् अब तिमीहरू आफै आफ्नो भाग्य लेख, त्यसपछि सुरु हुन्छ असली न्याय। उनीहरूले दीपकलाई उसको असली रूप देखाएर डराउँछन्, जसले गर्दा दीपकले पुलिस स्टेसनमा सरेन्डर गर्छ। मोर्देचाईलाई उनीहरूले उसकै तरिकाले खतरनाक सजाय दिन्छन्, तर राहुले मिनोलाई मन पराउने भएकाले उसले मिनोको मनमा आवाज बनेर रेड आउन लागेको चेतावनी दिन्छ, जसले गर्दा मिनो भाग्न सफल हुन्छन् र बन्सी गाँजासहित जेल पर्छ। मुभीको अन्त्यमा फुफा मुस्कुराउँदै भन्छन् कि राहु केतुले निकै राम्रो कथा लेखे, जसले गर्दा मनालीको ड्रग्स साम्राज्य समाप्त भयो। उनी भन्छन् कि यो कथा यहीँ सकिँदैन, बरु अर्को कथा यहीँबाट सुरु हुन्छ। यसको मतलब यो मुभीको पार्ट 2 पक्कै आउनेछ र लास्ट सिनमा मिनु कतै टाढा जङ्गलमा बसेर राहु केतुको भजन गाइरहेकी देख्छिन् र मुभी यहीँ इन्ड हुन्छ। साथीहरू, यो थियो राहु केतु मुभीको एकदमै युनिक र अतरङ्गी स्टोरी। तपाईँहरूलाई यो स्टोरी र मेरो एक्सप्लेनेसन कस्तो लाग्यो कमेन्ट सेक्सनमा भन्नुहोला। यदि भिडियो मन परेको भए लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला अनि च्यानललाई सब्सक्राइब गरेर त्यो बेल आइकन पनि थिच्नुहोला। भेट्ने छौँ अर्को यस्तै बवाल मुभीको साथमा। तबसम्मको लागि मलाई बिदा दिनुहोला। धन्यवाद।